हामी चाहिँ अहिले स्ट्याचु अफ लिबर्टी जानु लाग्यो खोइ ढङ्ग चाहिँ भएर थाहा भएन एकदम रसमा भ्यायो भने जाने नत्र नजाने अब त्यो लास्ट त्यो डुङ्गा चढ्नलाई चाहिँ लास्ट टिप चाहिँ 3:30 आउने रहेछ अब हाम्रो यहाँ त्यहाँ पुग्दै 3:30 हुने रहेछ त्यो लास्ट टिप पाएन भने बाहिर मात्र घुम्न पाउँछ अरे जो बाहिर पनि घुमेर आउँला अब बाहिर आज मात्र छुट्टी छ फेरि है जहिले छुट्टी नमिल्दा त्यही भएर अब मिल्यो भने जाने नत्र अब बाहिर भइ घुमेर आउने अब अहिले चाहिँ हामी तल स्टेसन छिरिसक्यो अब रेल कुरेर ट्रेन कुरेर अब हामी ट्रेन कुरेर फेरि कहाँ कहाँ झर्नुपर्ने सोधेर जान्छ अहिले हामी यहाँ स्टेसन भेटिसक्यौँ यहाँ चाहिँ मैले एमआरपीको भ्लगमा यहीँ मुच्ने यहीँ के हग्ने गर्छ भन्दै सुनेको थिएँ यहीँ ट्रेन कुर्छ तर खाली भएर यहीँ मुच्ने के गर्छ त्यो एकदम बनाएर छ यहाँ र हाम्रो स्टप चाहिँ यो वाइट हल हो वाइट हल स्ट्रिट अब नेक्स्ट स्टपमा झर्छौँ हामी यहाँ त्यसपछि हिँडौँला खान्छ हामी चाहिँ वाइट हलमा आइपुग्यो अहिले चाहिँ हामी त्यो उता स्ट्याचु अफ लिबर्टी जानको लागि टिकट काट्दैछौँ त्यो सिटको लागि फेरी भन्दो रहेछ त्यसलाई चाहिँ FERRY सो त्यसको लागि अब टिकट काट्नु जाँदैछौँ हामी ल टिकट काउन्टर चाहिँ त्यहाँबाट रहेछ टिकट्स टु स्ट्याचु अफ लिबर्टी लेखेको छ त्यहाँ काटौँ कति लिन्छ तपाईँहरू पहिला जाँदा कति ल्याएको थियो टिकट थाहा छ 35 ल हेरौँ है तपाईँले मलाई पनि अरूले घुमाइदियो कि अब त्यतिखेर उनीहरू ड्राइभर ल्याएर सर कुरुङ ल्याएर त्योमा हालिदियो अनि टिकट उनीहरूले काट्यो कता हो कता नयाँ नयाँ आउनु बेला त थाहा हुँदैन नि त्यो हो उयो अगाडि चाहिँ के हो के कलेज हो क्या यो सबै उयोहरू बिल्डिङ अपार्टमेन्टहरू त्यहाँ अफिसहरू टिकट काट्छौँ उता माथि अलि उतातिर छ कि टिकट त्यो स्टेट फेरि त्यहाँ हाल्नु त टिकटको पैसा चाहिँ कति राइट टिकट काटेको चाहिँ 25.50 हो सर 325 को लास्ट छ अरे भ्याउनुपर्ने हुन्छ लास्ट ट्रिप आजको 3:25 अहिले 3:15 भइरहेछ 10 मिनट त छ टिकट देखाउनु त एकचोटि ल हाम्रो टिकट काट्यो 25.50 को अब यहाँबाट यहाँ अगाडि टिकट देखाएर चढ्ने अब यहाँबाट फेरीमा FERRY धन्न लास्टको टिकट पाएँ हामीले लक्की म त एउटा चाहिँ फर्केर आउँदैछ अगाडि जानुपर्छ अब बाटो कुन हो तपाईँलाई थाहा होला नि यताबाट होला Thank you. Next. ल टिकट काट्यो अब छिर्यो तल बुक अब 10 मिनट त छ अरे ऊ त्यति त्यो त भर्खर आएको होइन त्यो त भर्खर हाल त्यसमै जाने होला एउटामा कति अर्थ थाहा छ होला यहाँ चाहिँ सिक्युरिटी इन्चार्ज चाहिँ यहाँ चेक गर्छ होला के किन मिल्दैन ल छिर्यो ल फाइनली है ल फाइनल वी मेड इट अब यहाँ लाइन बस्ने होला बल्ल बल्ल छिर्यो ट्याक्क टाइममै भयो यही जान्छ जस्तो फर्केर लास्ट ट्रिप आजको लास्ट फेरी ल है त यसमा जान्छ हामी ऊ त्यहाँ एउटा आउँदैछ अर्को फर्केर फेरि आज फेरि कस्तो धुम्म परेर भिडियो दिएछ नि त्यहाँदेखि जाँदैछ दाइकोबाट नि खिच्नु ल यस्तो सिधा गरेर फेसबुकतिर हाल्नलाई म चाहिँ बाङ्गो युट्युबको लागि खिच्छु अब त्यहाँ है त हामी जाने स्ट्याचु अफ लिबर्टी त्यहाँ
मैले चाहिँ यहाँ चढेकोहरू झर्दैछु त्यहाँ त्यहाँ चढेकोहरू हिँड्दैछ टिकट चाहिँ यही हो 25.50 cents देख्दैछ लिबर्टी नेसनल मोनुमेन्ट एन्ड फिल्ड्स आइल्यान्ड फिल्ड्स आइल्यान्ड ए के हो एलिज आइल्यान्ड भ्यालिड फर 1 एडमिसन थर्सडे May 15, 2025 3:15 न्युयोर्क जेनरल एडमिसन भिजिटर गेस्ट 2 जनाको काटेको थिएँ त्यही भएर यहाँ 50 मा दिएर छ यस्तै स्क्यान गरेर लागिन्छ चाहिँ भित्र कस्तो छ बोर्ड त नाच्न थालेर ल अब चाहिँ हामी बोर्डतर्फ लाग्दैछौँ टिकट बोकेर यस्तो तल फोन झऱ्यो भने गयो ल बोटमा चढ्दैछौँ यहाँसम्म ए अझै माथि जाने ए ल समुद्र होइन त दाइ फर्स्ट टाइम देखेँ मैले समुद्र कस्तो हल्लेको ए ल आउनु एउटा भित्ता च्यापेर बसौँ ए त्यही त यहाँ हुन्छ दाइ अरे यहाँ बस्नु यहाँ छेउमा के फोटो नआउँछ हामीलाई ल है फर्स्ट टाइम है यस्तो दामी ओइ कस्तो हलेको आज अलिक धुम्म परेर खासैको कस्तो दिएको छैन क्लियर दिएको छैन यो त्यसो स्टेज अफ लिबर्टी चाहिँ खै मैले त के भन्ने भने त्यो फोहोर सफा गरेर आएर चाहिँ फेरि गयो अब हामी चाहिँ लिबर्टी स्ट्याचु जाँदैछौँ होइन स्ट्याचु अफ लिबर्टी अब चाहिँ झर्दैछौँ हामी अब हामीसँग हाफ एन आवर छ घुम्नलाई 5 बजेसम्म हो लास्ट चाहिँ फेरि क्लोजिङ टाइम त्यही भएर हामी अब अगाडि नै अलिक छिटो जानु लाग्यो यहाँ खाजा पनि रहेछ कोक लिन्छ माथि ल कोक मगायो हामीले अझै म चाहिँ बिरी किन्दै व्यस्त छ त्यो भएर अलिक अहिले खामा ल फाइनली है यहाँ स्ट्याचु अफ लिबर्टीमा झऱ्यो हामी यहाँ चेकिङ हुँदो रहेछ सेक्युरिटी के हुँदैन ए म त त्यो पुलिसवाला त्यो कालो टी सर्ट लगाएको अब हामी मजाले घुम्छौँ आज क्लाउडी छ फगी तपाईँको दोस्रो टाइम कसो भइरहेको छ दाइ दोस्रो टाइम के अरे रमाइलो भइरहेछ भाइसँग घुम्नु पाउँदा खुसी लाग्यो मलाई चाहिँ खुसी मलाई फेरि फर्स्ट टाइम आएको भएको छैन भने कहाँ त्यो जहिले आइरहेको ठाउँमा जस्तो
अरूहरूलाई त हुन्छ नि कस्तो वा मलाई त्यस्तो लाग्यो किन त्यस्तो मलाई चाहिँ त्यस्तो हुँदैन रहेछ खासै जाँदै पनि हावालाई किन लाइक सिङ्गिङ मेरो के फर्स्ट अरे दाइसँग भयो त्यस्तो भयो फिलिङ भयो अरूसँग सिङ्गलले यत्तिकै आयो भने चाहिँ हुन्थ्यो होला होइन अब दाइसँग छ अब भन्ने हुन्छ नि त कहाँ पुग्छ त्यही हो होइन स्ट्याचु चाहिँ छ किताबमा देखेको फिल्ममा देखेको त्यत्रो देखेको आज फर्स्ट टाइम आफैले प्रत्यक्ष देख्दैछ दुर्बिन पैसा तिर्नुपर्छ दाइ कहाँ हेर्नु त होइन हेर्ने ठाउँ छैन भिडियो भिडियो छ यहाँ आएर हामीले हेर्नु अब वालपेपर पनि चेन्ज हुन्छ यहाँ बहिनीहरूको टिकटक भइरहेको छ ल यहाँ छ स्ट्याचु चाहिँ ल यहाँ फोटो खिचाउँ त हामी पनि यहाँ छ दाइ रमाइलो गरेर चाहिँ निस्किरहेको ल हामीले चाहिँ दाइ र मैले यहाँ फोटो सेसन भ्याइसक्यो यहाँ दाइ हाम्रो चाहिँ दाइले यहाँ दाम खिचिदिनु भएर दाइको अझै खिच्न बाँकी छ दाइले त्यहाँ चाहिँ त्यो सर्फ बोर्ड भन्छ होइन त्यसलाई त्यस्तोलाई त्यहाँ पुरा खेल्दा सिनहरू टिमै हो कि के हो मजाले हल्ला गर्दै खेल्दा त्यो अन्त लाइक पाइलट चाहिँ त्यहाँ रहेछ पाइलट अब हामी भित्र चाहिँ छौँ पाइलट यहाँ बस्छ चाहिँ अब अगाडि पछाडि यहाँ छ त पाइलट त्यतातिर चाहिँ सहरहरू म्यानहट्टनहरू होला थाहा भएन मलाई त्यही युएसको फ्ल्यागहरू छ अब चाहिँ फर्किँदै फेरि टपमा हामी अहिले त प्याकै अहिले त खाली जान्छ नि त अहिले त खाली ल यहाँबाट यस्तो दामी आउँदैछ ल हामीले चाहिँ अब यहाँ घुमिसक्यौँ यहाँ फोटो पनि खिच्यो दाइर म यो म्यानहट्टन पारीको कुन चाहिँ दाइ न्यू जर्सी कुन चाहिँ कता कता यो ओके थ्याङ्क यू यहाँ चाहिँ पैसा तिरेर हेर्ने 50 सेन्ट्स दुर्बिनको ल यो चाहिँ पज गरेर पढ्नु होला है त ल पढ्नु मन छ नि पज गरेर पढाउँ स्टोरहरू छ यहाँ सानैमा क्यान्टिन टाइपको र यहाँ जान दिन्छ क्या त्यो चाहिँ अब के भन्छ एउटा म्युजियम टाइपको के छ अरे यहाँभित्र इन्फर्मेसनहरू भएको बन्द भइसकेछ आजलाई त्यही हामी अलिक ट्याक्क के भन्छ अलि बन्द हुने क्लोजिङ टाइममा आयो क्या हामी एकदम त्यो बिहान सपिङ गर्दा टाइम लागेर त्यही केही छैन अब त्यही स्ट्याचु देखिहाल्यो मेन हेर्न आएको थियो हो त्यो हेरिहाल्यो भइहाल्यो होइन अरू भने त्यस्तै हो हामी भने यस्तै हो
अब हामी म्युजियम जाँदैछौँ त्यहाँ स्ट्याचु अफ लिबर्टी म्युजियम यो छ बनेको होइन अब योले सहयोग गरेको यो जमानामा ल्याएको भनेर सबै देखाएको है ल स्ट्याचु अफ हिस्ट्री के अरे लिबर्टी म्युजियम ल पछाडिबाट चाहिँ यस्तो देख्छ त्यो ल हामी चाहिँ म्युजियमभित्र छिरिसक्यो मैले एक्जिबिसन इन्फर्मेसन एक्जिबिट्स ल म्युजियम यहाँ के छ चल्दैन स्क्रिनमा चल्दैन बन्द गरेर कि बस्नु यो भिजन अफ लिबर्टी यो चाहिँ अब पज गरेर पढ्नु होला तपाईँहरूलाई पढाउँछ नि कसरी के भयो के कहाँ वारसार सबै सिक्छ पढ्न मन छ भने पज गरेर पढ्दा हुन्छ है त ए ल नेपाल लडाइँको बेला रहेछ है खै के मलाई पढ्नु चाहिँ होला है तपाईँहरूलाई पढ्दा हुन्छ है त नेपाल उनीहरूलाई अनि इन्ट्रेस्ट भएकोलाई यति टाइम मैले खिच्छु ल इमेजिनिङ लिबर्टी लिबर्टी इज एनी फोर्ड अफ माइन्ड ल पढ्न मन छ नि पज गरेर पढ्नु यहाँतिर यस्तो के छ यहाँ मिनी कति धेरै हो पढ्न मन छ भने लगेर पढ्दा हुन्छ पज गरेर पढ्नु कोइन पनि यस्तो रहेछ हेर्छन् कोइन यो त भानुभक्त जस्तो छ त यहाँ चाहिँ बडी अम्मा कान पनि रहेछ फेरि के कान यो पढ्नु होला है त यो क्लास 3 अहिले हाम्रो टाइम छ नि त्यही भएर म पढ्दिनँ है हतार हतार खिचेर म गइहाल्छु अब यो धमधम आइराख्ने कुरा होइन त्यही भएर ल यो रियल हो होइन ए यसरी बनाएको रहेछ यो ए यसरी बनाएको रहेछ पज गरेर पढ्नु होला है त ल पढ्न मन छ भने यसरी बनाएको रहेछ कि त्यहाँ अघि हामी हेरेको स्ट्याचु अफ लिबर्टी ल यस्तै हो पहिलाको जमानामा पढ्नु होला है है साउन्ड आयो कि उता बचेर होइन यो बनाएको यस्तो यो हम्बरले युज गरेर चाहिँ त्यो हम्बरले यस्तो हम्बरले बनाएको अनि यस्तो है पहिला त्यो जमाना त्यत्रो यस्तो युज गरेर यो ठुलो चाहिँ उयोले गरेको काठकोली है यो प्लास्टिक हो क्या भने प्लास्टिक होइन के टच नगर भने के हो टच द फुड यो ए टच गर्नु रे टच गर्नु रे क्या फिल फ्री टु टच रे ए छुँदा हुन्छ अरे बन्द गर्नु लाग्यो ल टाइम छैन गाइजहरू है ल यसो हेरौँ है हामीलाई अलिक टाइम छैन भन्छ यहाँ मान्छेले ल है त अब भिडियोमा यस्तै यहाँ भिडियोले गर्दा फोटो खिच्न पाएन यार तपाईँको लागि अब ब्लग हाल्नलाई यहाँ आफूले चाहिँ यहाँ फोटो खिच्न पाएन मलाई तनाव भइसक्यो कस्तो दामी देखेको यहाँ ल हामीले चाहिँ एकदम हतार टुर गऱ्यौँ ल हामीले मूर्ति के अरे भित्र म्युजियम यस्तो दामी थियो कति ढिलो भएर है ठिकै छ ढिलो भएर अलिक खिच्न पाएन भिडियोको चक्करमा फोटो खिच्न पनि पाएन
अब चाहिँ फेरि ब्याक टु होम जसरी आएको त्यसरी जान लागेको थिएँ हामी सिटमा फेरिमा जसरी आएको त्यसरी जान लाग्यो हामी अब फेरिमा फेरि त्यहाँ आइसक्यो त्यसमै जाने हामी मान्छे जम्मा हुन्छ त्यो भर्खर आएको कि के हो त्यो जानलाई ए अझै प्लानिङ भिजिटको यो प्लानिङ जेस एउटा टेबल चार्ट रहेछ अब हामी सुरुमा छिर्ने बित्तिकै उधारो छिरिहाल्यो यहाँ हेर्नुपर्ने रहेछ तर केही छैन अब निस्किसक्यो डोनेटेड बाई समवन सक्यो छिटो छिटो यो मान्छे यो हेर्नलाई सपनाको देश भन्छ है यो यहीँ बसौँ त फोटो खिच्न आएको यहाँ खै खासै राम्रो लुक केही भ्यू छैन अब हाम्रोवाला चाहिँ कुन चाहिँ हो खै फेरि त हिँड्नै गर्दा फिक्का यताउता यहाँ स्प्रे देख्दैछ ल अब चाहिँ हामी फर्किन लाग्यो अब चाहिँ हामी खाजा खान्छौँ होला अनि त्यसपछि के अरे त्यो बुल बाटोमा चाहिँ गइँदैन अहिले हेरौँला त्यही एउटा बुल त्यो एकदम चढेको त्यहाँ पनि गइदिउँ ल ठाउँको नामै बिर्स्यो अनि त्यसपछि अरू अनि भरे अलिक बेलुका भएपछि चाहिँ हामी के अरे टाइम स्क्वायर पनि जान्छौँ सो त्यसको चाहिँ म छुट्टै लगाएको छु फेरि यसको छुट्टै आउँछ एउटै लुगामा या त्यस्तै भयो है अनि सबसे दामी चाहिँ म्युजियम लाग्थ्यो मलाई त्यो म्युजियममा भर्खर मात्रै छिरेको कति 10 मिनटमा अलिक बाहिर निस्कि टाइपको भनेको भन्नाले अब बन्द हुने टाइम भइसक्यो नि त हामी एकदम लास्ट टाइममा अब क्लोजिङ टाइममा त्यही भएर त्यही हल्का फोटो चाहिँ खिच्न दियो रिक्वेस्ट गरेर मैले एउटा फोटो खिच्छु भनेर तपाईँ एउटा फोटो चाहिँ खिचेछ त्यसमै चित्त बुझाउनु पऱ्यो त्यही ब्लग भिडियो खिचिरहेको थिएँ क्या मैले सबै अनि त्यो भिडियोको कारणले गर्दा खिच्न पाएन फोटो त्यो पनि केही छैन एकदम इन्जोय भयो सर्ट टाइममा एकदमै सबै घुमिसक्यो हामीले ल अब यतिसम्म हेर्नु भएको छ भने सब्सक्राइब चाहिँ गर्नु पऱ्यो सपोर्ट गर्नु पऱ्यो त मलाई 2K नजिक छ जब ए 2K त 2K नजिक छ मलाई 100 सब्सक्राइबरहरू गेन हुनुहुन्छ सो या त्यही हो ल ग्रेट डे आजको है त फ्रुटफुल डे भनौँ हाम्रो 20 मिनट छ अझै बाहिर खुट्टा दुई बसिरहेको छ यहाँ यस्तो लाइनमा बसिरहेको छ हामी त्यहाँ अर्को छुट्टै लाइन छ हाम्रो यहाँ छुट्टै लाइन छ त्यहाँ चाहिँ न्यू जर्सी जाने यता चाहिँ हाम्रो म्यानहट्टन हाम्रो एकदम सर्ट टाइममा धेरै घुम्यो आज अब बिस्तारै खुट्टा दुख्दैछ समुद्रमा ल पानी त के हो यो कस्तो पोखरीको जस्तो पानी नै लेदो टाइपकोहरू पर्छ ल यतापट्टि मान्छेलाई लिन आइसक्यो हाम्रो नआउँदै होला हाल्दैछ र हाम्रो पनि आउँदैछ अब त्यही आउँदैछ यसो त्यहाँ छ यसको नाम चाहिँ के थियो यो ठाउँको नाम म्यानहट्टन अहिले पो कस्तो क्लियर देखेको घामले ल हामी चाहिँ म्यानहट्टन आइसक्यौँ अब फेरि दाइको फोनबाट यो चाहिँ अहिले पो कस्तो घामले ट्याक्क यता एकछिन यता आएर कस्तो दामी दिइरहेको छ हामी चाहिँ अब डेस्टिनेसनमा आइसक्यौँ त अब चाहिँ हामी निस्किँदैछौँ है अब आजलाई यति नै सो अब हामी बेलुका टाइम स्क्वायर जान्छौँ अनि एकछिन त्यो गोरु बाटोमा पनि जान्छौँ सो त्यसको चाहिँ छिटो भगाउँछ किनकि यो लामो भइसक्यो त्यही भएर त ल आजलाई हेरेर गरिदिनु रातिको 12 बजी हामी तेल आइपुग्यो भर्खर घर त्यत्रो घुम्यो थाक्यो दाइको गाडी चाहिँ यहाँ छ गाडी लगेर जानु झ्याउ हुन्छ भने त हामी मेट्रोमा गएको छ दाइ गाडी चार्ज गर्ने त्यसलाई मोडल वाइ ल यति नै त आजलाई छुटिसक्यो मान्छे यहाँ ल सी नेक्स्ट भ्लग अब सब्सक्राइब गर्नु होला